सोइल नेल ग्राउटिङ भनेको के हो र यो चाहिँ किन गरिन्छ आज बुझौँ है त यो भिडियो हेरेर। तपाईहरुले भिडियोमा स्पष्ट देखिरहनु भएको छ। यहाँ चाहिँ सोइल नेल ग्राउटिङ भइरहेको छ र हामीले सोइल नेल भित्र सिमेन्ट ग्राउट चाहिँ प्रेसरमा हाल्छौं ताकि सोइल नेल र त्यहाँ वरिपरि भएको सोइल र रक बीचको बोन्ड चाहिँ एकदमै स्ट्रङ बनोस् भनेर। अनि हाम्रो सोइल नेल ग्राउटिङको मुख्य उद्देश्य भनेको चाहिँ लोड क्यापासिटी बढाउनु हो सोइल नेलको, र सोइल नेललाई कोरोजन हुन दिनबाट बचाउनु र ग्राउन्डलाई थप स्टेबल बनाउनु हो। तपाईहरुले यहाँ भिडियोमा देखिरहनु भएको छ त्यो ग्राउटिङ गर्ने बेलामा त्यो होलबाट पानी कसरी आइरहेको छ भने यो चाहिँ इन्फिल्ट्रेटेड वाटर हो। यो अहिले रेनी सिजन छ नि त, पानी परेको बेला त्यो भोइड अर क्र्याकबाट चाहिँ त्यो पानी भित्र पर्कुलेट भएर गएको छ। त्यही पानी चाहिँ अहिले ग्राउट गर्ने बेलामा बाहिर निस्केको छ, किनकि अहिले त्यो भोइडलाई चाहिँ भित्रको होललाई चाहिँ ग्राउटले डिस्प्लेस गरिसकेको छ। त्यही भएर त्यो पानी चाहिँ बाहिर ड्रेन आउट भएको हो। यसले चाहिँ खासै केही असर गर्दैन। यति नै हो आजको भिडियो। ओके, थ्याङ्क यू, बाइ बाइ। भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट गरिदिनु होला। ओके, थ्याङ्क यू फर वाचिङ।